यो कथा झण्डै 50-60 वर्ष अघिको हो। नेपालको पूर्वी पहाडी जिल्ला एक सानो गाउँमा घटना भएको भनिन्छ। गाउँको छेउमा एउटा पुरानो घर थियो जसलाई सबैले भुतिया घर भन्थे। घरका मालिक धनी व्यापारी थिए। धन त धेरै थियो तर उनको स्वभाव राम्रो थिएन। उनी गाउँका गरिब किसानसँग ठगी गर्ने, तल्लो जातका मान्छेहरूलाई अपमान गर्ने र आफ्नै नोकरहरूमाथि अत्याचार गर्ने गर्थे। एक दिन व्यापारी अचानक बिरामी परे। उपचार हुन नपाउँदै उनको मृत्यु भयो। कसैले विष खुवाएको भने, कसैले कर्मको फल भने। मृत्यु भएपछि उनका परिवारजन डराएर घर छाडेर अर्को ठाउँ बस्न गए। रातको अजीब घटना। घर खाली भए पनि गाउँलेहरू भन्छन् बेलुकी 12 बजेपछि त्यहाँबाट कराउने, रोएको आवाज, भाँडा खस्ने आवाज आउँथ्यो। कहिलेकाहीँ झ्याल आफै खुल्थ्यो। ढोकामा कसैले ठटाएको आवाज आउँथ्यो तर बाहिर कोही हुन्न। छतमा मान्छे हिँडे जस्तो आवाज सुनिन्थ्यो। गाउँका केटाकेटी त्यहाँबाट जाने डराउँथे। 5 युवाको साहस। एक दिन गाउँका 5 जना युवाले सत्य पत्ता लगाउने निर्णय गरे। उनीहरू बिहानैदेखि तयारी गरेर घरमा गए र रातभर बस्ने निर्णय गरे। पहिलो रात करिब 11 बजेतिर छतमा कसैले पाइलो मारेको आवाज सुनियो। सबैजना माथि गए तर त्यहाँ कोही थिएन। मध्यरात ढोकामा कसैले जोडले ढकढक्यायो। ढोका खोल्दा अँध्यारो मात्रै देखियो। सपना। उनीहरूमध्ये एकजनाले सपना देखे व्यापारीको आत्मा आएर भन्दैछ, मलाई शान्ति चाहिएको छ। मैले धेरै पाप गरे। न्याय बिना म यहाँ अल्झिएको छु। गाउँलेहरूको बुझाइ। गाउँका बुढापाकाहरूले भनाइ सुनाए। व्यापारीले जीवनमा धेरै निर्दोष मान्छेलाई दुःख दिएको रहेछ। विशेष गरेर एउटी तल्लो जातकी महिलालाई अपमान गरेर घरबाट निकालिदिएको रहेछ। त्यो महिलाले धेरै पीडामा प्राण त्यागिन्। गाउँलेहरू विश्वास गर्थे व्यापारीको मृत्यु पनि त्यो महिलाकै श्रापले भएको हो र अहिले दुवै आत्मा त्यही घरमा अल्झिएका छन्। भूत विदाई। गाउँलेहरूले ठुला पण्डित बोलाएर घरमा पूजा पाठ, मन्त्र होम जप गरे। रातभर विधि सम्पन्न गरियो। बलि पनि दिइयो। पूजा सकिएपछि केही समय शान्त भयो। गाउँलेहरू भन्थे आत्माहरू अब मुक्त भए। आजसम्मको रहस्य। तर अझै पनि गाउँका बुढाबुढी भन्छन् पूर्णिमाको रातमा त्यो घर वरिपरि गए भने हल्का रोएको आवाज र चिसो हावा महसुस हुन्छ। त्यसैले गाउँलेहरू आजसम्म पनि साँझ ढल्केपछि त्यहाँ जान डराउँछन्।